यो पानी अझै भएन यो त यता कताबाट आधी मात्रै जस्तो छ यो पानी त्यहाँनिर गाडी रोकेर आएको छ क्या हाइड्रोले यो पानी टमाटरको पुरै पानी त होइन यो होइन नि साहब कहाँ कहाँ हालेर अलिअलि आएको नि थिएन बर्खाको लागि बनाएको क्या बर्खाको लागि जग्गा राखेको जुगाड गरे बर्खालाई हजुर भित्रको माटो सबै निकालेको है हजुर माटो नै छुट्टै कलरको छ नि टनल बनाएपछि त है यस्तो है यो सबैभन्दा डेन्जर यो हो क्या यसले हो क्या यसले चाहिँ अनि घोचेपछि जस्तो सुकै ढुङ्गा पनि हाम्रो गाउँ त्यो ठ्याक्कै त्यो चुरोको उतापट्टि है छ त्यो माथिल्लो यो गोरुको जुरो छ छैन त्यो ठ्याक्कै त्यसको उतापट्टि हो क्या गाउँ अन्तिम गाउँ हो अनि माथि त्यहाँदेखि माथि चाहिँ त्यो फुङफुङेको शिर क्या उताबाट फुङफुङेको ठ्याक्कै पारिपट्टि हो यही बाटो जाने हो त्यसरी हजुरको गाउँ यही बाटो हो नि ढुङ्गा खोलेकै अन्त है साग खोलेकै कमिला गरेको 410 अझै फाल्नु बाँकी नै रहेछ नि के घना मिटर मार्किङ मार्किङ हो तर त्यो लेखिएको छ नि वर्ड त्यो चाहिँ के हो भन्नुपर्छ कि ए त्यो 400 त्यस्तो लेखेको त्यो बेन्च मार्क भन्छ कि बेन्च मार्क अनि 410 त्यहाँ लेखेको छ होइन अब चाहिँ त्यहाँनिर कति खन्नुपर्ने हो कि के हो कि त्यसो बेन्च मार्क अनुसार उनीहरूको क्वान्टिटी लेखेको हुन्छ कि त्यो इस्टिमेट गर्दा उनीहरूले लम्बाइ चौडाइ नापेर ए चाइना गाडीहरू कसरी आउँछ ठुलो गाडीहरू ट्रान्जिट त यही ताप्लेजुङमा हो पछि गएर ट्रान्जिट त ताप्लेजुङमा होला नि सङ्घसभाको के अरे रुम्जाटार सरी तुमलिङटार होइन यहाँको सुकेटार एयरपोर्टको ट्रान्जिट Ahorita yo más tiene grande.
जाने चाहिँ तलबाट जान्छ होइन चिनाहरू पनि कुनै को बस्छ भनेर गर्छ नि छेउछेउमा लगेर पुलमा चाहिँ राखिदिइराख्नु पर्यो त्यहाँपट्टिबाट सजिलो होला खोलामा बगाइदिउँ कि बगाइदिउँ होला होइन बगाइदिउँ होला सर अलिक अगाडि गएर बगाउने अन्त अगाडि जानु अलिक अगाडि गएर ल अझै भयो हुन्छ माछाले लगाउँछ अब माछाले ठुङ्नु थालिसक्यो होला हजुर अलिकति देखाएको माछाले ठुङ्नु थालिसक्यो होला जाने बाटो चाहिँ छोड्यौँ है छोड्यौँ पारी हो त्यो त पारी वडा यताउता भन्नु के माथि पुग्नु पर्ने रहेछ त हजुर वडा निकै माथि होला नि हेल्पर्स भने निकै माथि पो जस्तो लाग्यो मलाई मेरो कान्छा भाइलाई यहीँनिर यही लगेको खोलाले कहाँ यहीँनिर खोलाले यहीँनिर हजुर कहिले हो निकै वर्ष भयो साहब काकाको माइला काकाको छोराहरू दुईजना छोरीहरू 4 जनामा कान्छा चाहिँ अब साइली यहीँ माथि बिहे भएको अनि भाइको पनि ससुराली यतै यहीँ बसेर पढ्थ्यो यहाँ खोलामा सबैजना पौडी खेल्न आएको लग्यो बर्खामा लास्ट पनि भेटिएन सर बर्खा त नि त्यहाँ माथि पानी परिरहेको हुन्छ खोला बढिरहेको ठाउँ हुँदैन दिन दशा लाग्यो त्यस्तो त्यस्तै भएको हो आफ्नै भाइ नै माइला काकाको छोरा कान्छा बर्खा त नि हामी यहाँ तलमाथि गर्दाखेरि चाइना रेलवे रेलवे नम्बर 2 इन्जिनियरिङ ग्रुप रेलवे इन्जिनियरिङ ग्रुप हामी त्यो तलमाथि गर्दाखेरि यसो समाउँदै थियो यस्तो भनेर अलैँचीहरू न अलैँची पैसा होगा अलैँचीहरू त धान जस्तै छ त अनि धानबारी जस्तै मात्रै थियो यसो समाउँदै थियो रेलवे ग्रुप भन्छ त होइन त्यस्तो रोगी क्या हो हजुर त्यस्तो रोगी क्या हो चाइनिज क्याम्पले ल्याएर राखेको खेतमा मल लगाएर होइन धान लगाउनुभन्दा त अलैँचीले धेरै दिन्छ होला पैसा यहाँ अलैँची दिन्छ होला तर अब यहाँ ऊ नै भएन नि त के अरे माथि क्यानोपीको लागि यस्तो रुखहरू के छारी नै भएन क्या ठाउँमा रोकिदिनु पर्ने यो त तपाईँको यिनीहरू छारी पाएन पनि त राम्रो हुन्थ्यो पानी नै पानी थियो होइन सर त्यो पार्यो अलङ जङ्गल लगाएर म पहिलोचोटि पाथिभाडा जाँदाखेरि त्यो ठाडो बाटो गएको छ पल्लो त्यही हो क्या पाथिभाडाको त्यस्तो ठाडोबाट होइन तर अब केटाकेटीमा गएको केटाकेटीमा नि 56-57 तिर
माथि बास बसेको भेडा गोठमा के कराउँछ दुईटा ग्रुप थियो होइन हामी 4 जना उनीहरू 14 जना थियो 14 जना अनि 14 जना त नि बास पनि कहाँ बस्नु गोठमा 3टा गोठमा बास बसेको उनीहरूले चाहिँ बोका त्यो चढाउन लगाएर छ होइन हामी चाहिँ यतापट्टि अनि राति त अब रातभरि आगो पुगेर जाडोले मजेत्र मात्रै बोकेको छ होइन कहाँ निद्रा लाग्छ रातभरि आगो माइनी हो 18-19 जना त फेरि त्यो टिप्सा पनि कहाँ गर्नु जङ्गलै भरि होला जङ्गलै भयो नि 3टा गोठमा बास बस्यो मान्छे थिएन त्यो गोठमा थिएन उनीहरू चाहिँ त्यो गोठमा चाहिँ हिउँदोमा चाहिँ अब त्यो सिजनमा मात्रै बस्ने रहेछ अन्त होइन हाम्रो त फेरि भात पकाउने भाँडामा एउटै मात्रै भयो होइन चामल पनि दिए आलु पनि दिए सबै साग पनि दिए हालेर खिचडी बनाएर खाइयो यो बाटो त PS सर म हिँडेको है साथमाथि स्कुल जाँदाखेरि स्कुल जाँदा हिँडेको होला नि बाइकबाट हामी आउँदा त्यहाँ पर मैले भन्नु न हजुर अलिक गहिरै थियो गहिरो एउटा डल्लो ढुङ्गा रहेछ ए त्यो पर मितलुङ यता धमिलो थियो भरे त डल्लोमा परेर खुङलुङ्गे गरेर पल्टिहाल्यो पैसा पैसा हेर्नु त बाटो पुगेपछि त झन् यो अलैँची बारीको त त्यो उता पनि हाइड्रो बनाउनु नि मेरो गाउँतिर पनि सबै पैसा कति आउँछ होला बनाउनु चाहिँ बनाउँछ त्यता पनि बनाउँछ बिस्तारै बनाउँछ अहिले चाहिँ
बाटो त यहाँ त टर्निङै छैन त भने के अलिक निकै फरक पर्छ नदेखिने क्या टर्निङ होइन त्यहाँ ए बाटो बरु यहाँ पो टर्निङ काट्यो होइन त्यही त अलि गाड्यो त मलाई अलिक शङ्का लाग्यो लो पोरी लाउँछु म लो लाउँछु यहाँ त कसरी पुऱ्याउनु ढुङ्गा पर्दैछ नि त यहाँ नै पर्नु नसक्ने ढुङ्गा भएर चाहिँ त्यो अनि सामान कहाँ ड्रप गर्यो साथीहरूले एउटा कारले पनि ड्रप गर्यो होला त अनि जीप बसमा ट्र्याक्टरले ल्यायो होला वडामै ड्रप गऱ्यो त्यहाँदेखि ट्र्याक्टरले हसार्यो होला चाट्ने जग्गामा पावर हुँदैन धुलो त है मजाले उडाउँदो रहेछ त काठे के भन्दै थियो अरे के गर्दा पनि कस्तो के भन्दै थियो अरे फोर व्हिलर आउँदा पनि फोर व्हिलर लाउँदा पनि चिप्लिन्छ त गाडी त झाडै चक्का बल होला त्यस्तो गर्छ अनि योभन्दा अलिक ठुलो साइज छ कि त्यो उ त होइन के अरे हाइलक्स त फेरि चौडा चाहिँ अलिकति होला अलिकति लग्दा त्यो बक्स बनाएकोले गर्दा त्यस्तो भएको अब त्यस्तो त होइन लाग्यो सब त्यो डरले धुलो आएको थियो हेरिरह्यो अब त्यो छ हेरिरहनु भएको थियो भाग्नु गर्मी भइने अहिले त पैसा फल्ने ठाउँहरू हुन्छ सुरु भयो त अनि पैसाको बोट ट्र्याक्टर के हिँडेछ यहाँ अब आज भिडियो चाहिँ भरे बेलुका टक टुक पारेर हालिदिइहाल्ने हो युट्युबमा पैसा हारी है पैसा हारी के हेर्नु नि यो छारी भएको ठाउँको अलैँची होइन साहब हरियो त्यो भिडियो क्रप गर्ने चाहिँ के एउटा एप्स डाउनलोड गर्नुपर्छ एउटा एप्स डाउनलोड गरेको छु यो साइडमा यो देखिरहेको छ नि साहब यो क्रप गर्ने अनि अलिक फास्ट गर्ने होइन अलिक स्लो गर्ने त्यो एप्स चाहिँ किन्नुपर्छ कि फ्री हो फ्री हो हामीले आइफोनमा चाहिँ विशेष त्यो बिआर भन्ने एप्स छ क्या साहब त्यसमा चाहिँ तपाईँले आफ्नो भोइस पनि लाउनु सक्नुहुन्छ बाहिरको भोइस पनि ल्याउनु सक्नुहुन्छ होइन अनि भिडियोलाई फास्ट पनि बनाउनु सक्नुहुन्छ सबै छ त्यसमा डाउनलोड गर्नु किन त्यो त्यतिकैमा त्यो क्रप नै नहुँदो रहेछ कि मलाई बर्खामा त नजाने त्यता बाइक लिएर त भनेर भन्दै थियो कि बुद्ध दाइले त्यही यहाँ अनि कसरी आउने हो यो ठाउँमा बाइक लिएर बर्खामा चाहिँ साहब पठाउनु पनि हुँदैन नि आयो भने त्यो वडामा छोड्ने हो वडामा छोडेर हिँडेर आउने हो आमा पारीहरू त अलैँची त्यही त्यो बारी मजाले बसेको छ भने त यही हो बारीबाट खेल्दै नम्बर त्यो तासेको देखिन्छ नि यस्तो अप्ठ्यारो बाटो काटेर आयो भने पारी हेर्नु न पारी अलैँची
त्यहीँभरि छ त्यही डाँडाबाट हिँडेर आएको होला हौ हामी चाहिँ पुग्ने त्यही स्कुलमा आउँछ त्यो त पानीको लागि पाइप खन्दैछ त अनि त्यही छ त नि किशोर होइन त्यही छ झोला बोकेर झोला पनि हो होइन र हो नि आपिएस होस् लाग्यो किन झोला चाहिँ बोकिरहेको अरे झोला बोक्ने नै हो हो जस्तो लाग्छ मैले पनि भेटेको चाहिँ छुइनँ किनभने त्यो काम गर्ने मान्छेको त्यो उसमा मासमा साह्रै त्यहाँ नजानु ठुलोले उसलाई साह्रो पर्छ यतानिर बिसाइ राख्नु गाडी चाहिँ यहाँ राखेको नि यतापट्टि होइन यसो हुँदाखेरि यतापट्टि भनेपछि त अनसङ्गो भनेपछि तपाईँको घर यहाँ चल्थ्यो भनेपछि कर्मी खालाहरू चिन्नुहुन्छ नि क्या राम्ररी नै हो हाम्रो बाजे त चिनो यीको चाहिँ अब अनि हाम्रो बाजे काकालाई त राम्रो चिन्नुहुन्छ होला प्रेम लागु प्रेम लागु मेरो सक्के माइला काका त्यहाँ तपाईँहरू 3-4 खलक हुनुहुन्छ नि भेरगोटले खलक यामुङ खलक अनि भेरीगो के अरे यता कर्मी खलक भेरगोटले खलकहरू अलिक नेता स्टारबाट आउने तपाईँहरूको खलक र याम्पुङे खलक लाउरे स्टारबाट आउने यहाँ त्यसरी छ स्तर छ अनि पुनेन्द्रहरू चाहिँ पुनेन्द्र तपाईँहरू त्यही एउटा खलक हो क्या एउटा खलक पुनेन्द्र हाम्रो फुपा त धेरै पुस्तादेखि नै लाउरे खलकदेखि आउँछ बाजेहरू लाउरे नै हो होइन पहिलादेखि नै लाउरे खलकहरू लुहे त्यसो भने चिन्जानको मान्छे पर्नुभयो त थिए ताई नक्पा ताई खङा ताई थिए साइन अनसम्मको लाग्दैन तपाईँको लाग्दैन कामबाङ चाहिँ सोल्टी खाला रुनु कोही लाग्छन् कोही लाग्दैनन् अहिले भर्खर फेरि कामबाङले हाम्रो चिनी लगाएछ दिलेको छोराले अनि डढेलो गएको त त माथि देख्नु त यहीँ अघि टाढै देख्थ्यौँ नि हेर्नु त अनि यहाँ त अनि के बजार लाग्छ नामै यसको लाल बजार लु अब हामी कहाँ राख्नु गाडी यतै हो त्यो अगाडि उही अगाडि राख्नु ल अब गाडी आउँदैन अनि यता साइड गरेर राख्नुपर्छ आए पनि नआए पनि यस निर्माण स्थलमा 18 वर्षभन्दा कम उमेरका बालबालिकाहरूलाई कुनै पनि किसिमको काममा लगाउन पाइने छैन। ल धन्यवाद।
पारी स्कुलमा दुईचोटि अन्त बिहान यसो हेर्दै हाम्रो हेमकला सिस्टर होइन यहाँ सुरुमा आएको त्यहाँ नजिक भने आउँछ है भनेर पारिबाट हेऱ्यो त टाढो टाढो देखेँ त्यसले आउँदिन है म चाहिँ भनेर बाइकमा आउनु भएको थियो गाडी बाइकमा आएको स्कुलको भरे त्यहाँदेखि यसो सस्तो छिर्नु पऱ्यो त्यो टोलीहरूले यहाँ हामीलाई यो मान्छे गर्दैन गर्दैन पास भइहाल्छ हाम्रो बाटो कहाँ यो तल होइन तलबाट गाडी व्यापार हो कि सपिङ गरेको हौ देखेको छैन बारी त छैन अनि तल यो तल भिड पनि देखिएन के छ र अघि होइन हामीले माथिदेखि नदेखेपछि अनि घुम्न त नर्मली हामी बदल्नु पर्ने घरवाले ठुलो तराईमा घरवाले चाहिँ अलि तासे जस्तो पर्लक्क तासे जस्तो हुन्छ अझै भेटियो भने समस्या छैन आलुमा त तल्लो छेउमा घस भएर फेरि तल झरेको हुन्छ है